पहिला के सानो हुँदाखेरि म खाँदिनँ भन्दाखेरि आमाले जबरजस्ती लु कोखाइ गर्नुहुन्थ्यो होइन। अहिले चाहिँ एकाउन्टमा पैसा हुन्छ, गोजीमा पैसा हुन्छ, खाने समय हुँदैन रहेछ है। कस्तो पीडा लाग्छ कि सानै जिन्दगी ठिक थियो जस्तो लाग्छ मलाई चाहिँ। अनि त्यो सम्झिँदै गर्दाखेरि आमाको धेरै याद आउँदो रहेछ कि होइन। किन भन्दाखेरि ल तेरो लागि राख्दै थियो नि त भन्दाखेरि लुकाइ पनि आमाले राखिदिनुहुन्थ्यो है। अनि नखाएको बेला चाहिँ खै के गरी हुन्छ कसरी हुन्छ मनाएर अनि खुवाउनुहुन्थ्यो। अनि अहिले चाहिँ आमा पनि हुनुहुन्छ तर साथमा हुनुहुन्न, आमा पनि हुनुहुन्छ पैसा नि हुन्छ सबै थोक हुन्छ तर खाने समय चाहिँ हुँदैन रहेछ कि। आमाले त्यतिखेर हाम्रो कुरा बुझ्नुहुन्थ्यो जतिखेर हाम्रो मुखबाट बोली नै आउँदैन थियो कि होइन। अहिले चाहिँ हामीले आमालाई बुवालाई झर्केर बोल्छौँ, जोडले बोल्छौँ, जित्न खोज्छौँ होइन। त्यस्तो चाहिँ नगरिदिउँ। किन भन्दाखेरि जतिखेर हाम्रो बोली पनि आउँदैन थियो नि त्यतिखेर हाम्रो आमाले हाम्रो सबै थोक बुझ्नुहुन्थ्यो कि है त। हस्, बाई बाई।